अनि अर्को कुरा म चाँडै नै यो च्यानलबाट भ्लग बनाउनु और अर्को च्यानल चाहिँ खोल्नेवालामा छु। जे होस् सोचिरहेको छु, अब सोचिरहेको छु भन्दैन, अब खोल्छु होला 2-4 दिनमा। जो सब मैले अहिले चाहिँ आउने भन्थेन, बेलुका आउने भनेको थिएँ। बाख्रा दौडेर आइहाल्यो, आउने कसरी आफू बेलुका आउनु त होइन। अनि बाख्रा आइहाल्यो, त्यसपछि मैले यहाँ आएर पानी खान थालिसकेँ। अनि बस्दा बस्दा एकछिन चट्ट मोबाइल हेर्दै झगडा छ नि त। मोबाइल हेर्दाखेरि अरू हेर्दै मलाई आउँछ यताउति होइन। त्योभन्दा चट्ट लगाएर भ्लग गरायो भने मेमोरी पनि रहन्छ। मेमोरी रहेपछि चट्ट लगाएर मेमोरी सेमोरी रहन्छ। मेमोरी सम्झाएर यताउति रहन्छ नि त। चट्ट लगाएर भ्लग गरायो टाइम पास अनि गर्नलाई सजिलो हुन्छ। त्यही भएर मैले सन्देशलाई नि भनिसकेको छु कल गरेर। अनि त्यो पनि टक्क आफ्नो बाख्राहरू लिएर आउँदैछ। किनकि गाउँतिर धेरै जसो मान्छेहरू होइन गोरु भैँसा केही नै हुन्नन्, तर बाख्रा चाहिँ सबैको हुन्छ। किनकि आफूले खाएको खान नसकेका छोडेको अनि तरकारी सरकारी गाइज वेलकम टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि म पनि सन्चै छु भनौँ होइन। हल्का हल्का बिरामी पनि छु होइन। तै पनि चट्ट लगाएर यसो न अहिले एकछिन काम गर्न गइदिउँ भनेर यसो हिँड्न लगाएको होइन म। जो यस्तो चाहिँ गाईहरू चट्ट लगाएर भ्लगसलग गराउने बस्ने यस्तो जिन्दगी चिल छ। सबैजना सन्चै हुनुहुन्छ होला। जो सबै आजभोलि स्कुल बिदा छन् होइन। जस मजाले बस्यो रमायो यस्तै हो होइन। अनि म चाहिँ चट्ट लगाएर सानोतिनो काम गर्न जान लागेको भनौँ होइन। अनि त्यही बेला चट्ट लगाएर भ्लग गराइदिउँ भनेर भ्लग गराएको होइन। अनि भ्लग सायद विशेष गरी म किन गराउँछु भनेपछि के भन्छन्, घरमा बस्दा बस्दा एकछिन चट्ट मोबाइल हेर्दै झगडा छ नि त। मोबाइल हेर्दाखेरि अरू हेर्दै मलाई आउँछ यताउति होइन। अनि त्योभन्दा चट्ट लगाएर भ्लग गरायो भने मेमोरी पनि रहन्छ। अनि मेमोरी रहेपछि चट्ट लगाएर अनि मेमोरी सेमोरी रहन्छ। मेमोरी सम्झाएर यताउति रहन्छ नि त। चट्ट लगाएर भ्लग गरायो टाइम पास अनि गर्नलाई सजिलो हुन्छ। अनि जोस् अनि एडिट गर्दाखेरि अनि टाइम पास यताउति केही कुरा सिकिन्छ भनेर चाहिँ म भ्लग गराउँछु होइन। जोस् हजुरहरूले सपोर्ट गरिदिनुहुन्छ ठिकै लाग्छ, बवाल लाग्छ होइन। सपोर्ट गर्दै रहनु होला होइन। अनि त्यस्तो बवाल त्यो भ्लगबाट के गरौँला भन्ने सपना छैन होइन त्यस्तो। तै पनि जस्ट टाइम पास अनि मेमोरी हुन्छ यताउति हुन्छ भनेर चाहिँ गराएको होइन। अनि जोस् अनि अर्को कुरा म चाँडै नै यो च्यानलबाट भ्लग बनाउनु और अर्को च्यानल चाहिँ खोल्नेवालामा छु। जोस् सोचिरहेको छु, अब सोचिरहेको छु भन्दैन, अब खोल्छु होला 2-4 दिनमा। जो सबैजनाले चाहिँ यसै गरी नै अझै योभन्दा धेरै अर्को च्यानललाई पनि माया गरिदिनु होला। र यो च्यानलमा सायद भ्लग आउनु होला बिस्तारै। त्यही पनि सबैजनाले चाहिँ साथ सपोर्ट दिनुभएको छ, यसै गरी दिनु होला भन्न चाहन्छु। अनि म चाहिँ अब चट्ट लगाएर कामतिर जान लागेको होइन। अब दिनभरि के हुन्छ कस्तो हुन्छ लेट्स सी हेरौँ। जस भ्लग गराउने पनि आजभोलि त्यस्तो माहौल छैन। 2-4 दिनपछि हाम्रोबाट भ्लग आउँछ होला। त्यही हो गाइस, अहिले के हुन्छ अहिले भेटौँ हजुरहरूसँग। सो गाइस म चाहिँ फाइनल आइसकेको छैन। म चाहिँ यति ल्याउन आएको। अनि अघि मम्मी आउनुभएको थियो। अनि मम्मीले चाहिँ चट्ट लगाएर जे यति गराइदिए जस डोकोमा गाजो भन्छन् हालिदिनु अनि गइहाल्नु भयो। अनि पछि त मलाई लेस भन्नुभएको थियो। म त्यही ल्याउन आएको होइन। जस हावा राम्रो लाग्दो रहेछ। हावासावा चट्ट लगाएर खानालाई बसेको। यहाँ चाहिँ गाउँसौ पनि चट्ट लगाएर बबाले भइसक्यो आजभोलि। यो चाहिँ टिमुर होइन, काठमा काटेको यो रुख छ नि। अनि आजभोलि चाहिँ काट्नु भएको भनौँ। पछि टिमुर चाहिँ बबाले हुन्छ होइन। हल्का हल्का रुगाखोकी लाग्छ। अलि बल्ल गाह्रो नै भएको छ, केही छैन होइन। अहिले चाहिँ बिहान 9 बजे जोस् घाम यता पूर्वबाट उठ्दै रहेको छ होइन। त्यही गाई चट्ट लगाएर बस्यो। यही हो हाम्रो चाहिँ पहिला गोरु भैँसी यहीँ मान्थेँ, भैँसीहरू यहीँ बान्थ्यौँ। अनि आजकल चाहिँ बान्दैनौँ। आजकल चाहिँ उता घरमा मान्छौँ होइन, यहाँ थियो। अनि त्यही हो गाई यस्तो चट्ट लगाएर म आज मौसम चाहिँ लास्ट टपको घाम लाग्यो है गाई यस्तै छ। घरतिर बस्यो डुल्यो अलिअलि हल्का फुल्का काम गऱ्यो होइन। अनि यस्तै गर्दा दिन बित्यो थाहा नै हुँदैन। कहिलेकाहीँ त घरमा बसी पनि दिन जान्छ, कहिलेकाहीँ त काम गरेर दिन जान्छ। अनि आज चाहिँ हल्का फुल्का काम गर्नु पर्ला गाइस है। रुख चाहिँ यत्रो ठुलो छन् बबालै गाइस होइन। त्यही हो, म पनि चट्टलाई काम गर्ने ठाउँतिर पुगिसकेँ। अब चाहिँ म चट्टलाई घरतिर जान्छु। अनि त्यही गाइस लेट्स सी कहाँ के हुन्छ हेरौँला बिस्तारै। सो गाइस दिस इज द नेक्स्ट डे होइन। आज पनि जसमा बाटोमै छु होइन। बाटोबाट भ्लग गराइदिएको चट्ट लगाएर होइन। अनि हिजो चाहिँ यताउति गऱ्यो त्यस्तै त भ्लग पनि 2-3 दिनको काटेर चाहिँ 1 दिन गराउनेवाला छु म होइन। अनि जोस् आज चाहिँ के थियो भने चाहिँ चट्ट लगाएर बाख्रालाई सुई लगाउने दिन थियो। अनि हाम्रो घरबाट चाहिँ यता बाख्रा चराउने ठाउँमा थियो। हाम्रो 3टा थियो नि त, 2टा पाठा थिए, 3 महिनाको कटेका अनि एउटा बाख्रो थियो। लगाएर चट्ट लगाएर सुई लगाएर हिँड्यो होइन। एकछिन चराउन लगाएको बाटोतिर लगाएको, बाटोमाथि आएर आफै घर आइहाल्यो दौडेर। किनकि हाम्रो बाख्राहरू त्यति चराउन लाग्दैनौँ नि त, घरतिर बान्छौँ। त्यही भएर त्यसरी चर्दैनन् अनि हिँडिहालेँ।
अनि अगाडि अरू पनि गइहालेँ, अरू अगाडि 2-3 मान्छेहरू बाख्रा लैहालेँ। अनि पछाडि पनि छन् टन्न छन् कि मैले अहिले चाहिँ आउने भन्थेन, बेलुका आउने भनेको थिएँ। बाख्रा दौडेर आइहाल्यो अनि कसरी आफू बेलुका आउने त होइन। अनि बाख्रा आइहाल्यो, त्यसपछि मैले यहाँ चट्ट आएर पानी खान थालिसकेँ। अनि आजकल चाहिँ पानी जो एकदमै कमै छ होइन, त्यही अहिले चाहिँ एकदमै लगभग 1 बज्न थाले। अनि एकदम हावा पनि राम्रो लाग्यो। अहिले म चाहिँ जानुहुन्न कि फेरि मेरो डर मान्छु बाख्रो होइन। लास्ट म फेरि हानिदिन्छु नि त, फेरि अलि हल्का फुल्का दायाँ बायाँ गरेर मलाई छुट्छ। अनि त्यही भएर हानिदिन्छु चट्ट लगाएर होइन, चट्ट लगाएर हान्छु भने बलैसँग हानिदिन्छु। अनि त्यही भएर चाहिँ नजिक गयो भने भागिहाल्छ। अनि त्यही मैले चट्टलाई बाख्रासाख्रा लिएर सुई लगाएर नि चट्टलाई घरतिर लग्दैछु होइन। अनि आज बिहान यो फ्रेस भएर एकछिन त हो त होइन। अनि मैले चाहिँ अर्को सन्देशलाई कल गरेको थिएँ, मेरो साथी भनौँ, साथी नाताले छोरो। अनि साथी यताउति हो लगभग होइन, साथी भन्छु म लगभग। त्यस्तो हाम्रो सम्बन्ध चाहिँ साथीकै हुन्छ होइन, किनकि त्यसले पनि ल्याउनु लाखा, किनकि त्यसले त्यसको नि बाख्राहरू छन् घरतिर। मैले कल गरेर चाहिँ त्यही गाइज मैले सन्देशलाई नि भनिसकेको छु कल गरेर। अनि त्यो पनि टक्क आफ्नो बाख्राहरू लिएर आउँदैछ। किनकि गाउँतिर धेरै जसो मान्छेहरू होइन गोरु भैँसा केही नै हुन्नन्, तर बाख्रा चाहिँ सबैको हुन्छ। किनकि आफूले खान नसकेको छोडेको, अनि तरकारी सरकारी उब्रेको यताउति भएको, अनि खान्छन् कि बाख्राहरूले। अनि खोस्टाहरू खान्छन्, तरकारी यताउति खान्छन्। अनि त्यो भएर चाहिँ लगभग धेरैले पाले हुन्छन् कि। अनि बाख्रा भन्छु, भैँसा र गोरु नपाले नि बाख्रा चाहिँ धेरैले पाले हुन्छन् होइन। त्यही भएर हाम्रो घरमा पनि छ होइन। हाम्रो चाहिँ भैँसी बिस्तारै ब्यायो भने 4-5 महिनापछि। अनि बाख्राहरू चाहिँ बेचेर भैँसीहरू पाल्ने भन्ने प्लान हो सायद। अब एउटा चाहिँ सानो यो 3-2टा मात्रै एउटा सानो पाल्नेवाला छ होइन। चढ्दैन नि, चढ्दैन हिँड्ने हुन्, हिँडेछन् एकछिन चढ्दैनन्। यताउति छेउछेउमा यस्तो घाँस हुन्छ त्यही पनि चढ्दैनन्, हिँड्ने हुन्छन्। ए बल्ल चढ्नलाई मैले भनेको सुन्यो कि क्या हो, त्यही भएर चढ्न लाग्छ होइन। चट्ट लगाएर गाइस सबैजना सपोर्ट गरिदिनु होला होइन। सपोर्टको एकदमै खाँचो छ। अनि सबैले चाहिँ भलक 2 पटक हेरिदिनु होला त भन्दैन, 1 पटक चाहिँ हाम्रोसँग हेरिदिनु होला होइन। त्यही चट्ट लगाएर यता चाहिँ आमा छोराछोरी मिलेर चाहिँ चढ्दैछन् चट्ट लगाएर। हाम्रो गाउँतिर रोड त पुरानो भ्याइहाल्यो गाइस। यहाँबाट मिसिसक्यो, यहाँबाट चाहिँ चट्ट लगाएर त्यता। अनि यहाँ हाम्रो गाउँबाट रामरसन जाने अरे, यो रामरसन जाने रोड चाहिँ हो। तर धेरै चाहिँ मालकोडा त भर्खर भ्याए, हाम्रो पालिका पनि भ्याएन राम्रोसँग। पालिका भइसकेपछि अन्त हुन्छ होला जस्तो लागिरहेको छ होइन। अनि त्यही हो, बाटो त यस्तै त हो त रोड होइन। ए अब साइड रोड चाहिँ यस्तो बन्न लास्ट टाइम लाग्छ। त्यो पर्यटकीय रोड हो कि त्यो, लालु खुलालबाट लालु हुँदै अनि मालकोट हुँदै अनि मालकोट उच्छब हुँदै त्यहाँबाट चाहिँ डाँडाबाट चाहिँ उता उहाँ लाग्ने हुन् कि रामरसन ताल भने कति खण्ड के बढ्न भन्दै के भन्दै बढ्न हुन्छु। धेरै नै तालहरू छन् कि त्यहाँ, तालहरू साना ठुला धेरै नै छन् कि, साना ठुला धेरै नै छन्। अनि त्यहीसँग लाग्ने त्यो चाहिँ एकदम पर्यटकीय बबाल क्षेत्र होइन गाइस। त्यहीसँग लाग्छन्। अब गाडी अब त्यो हेरमा अब धेरै भन्दैन म, 6-7 वर्षमा चाहिँ हुन्छ। 6-7 वर्षपछि बाँचियो भने गयो जाम्ला गाडीमा, नत्र भने हिँडेर भयो भने एकपल्ट जानुपर्ने हुन्छ होइन। अब त्यही त हो चट्ट लगाएर हामी चट्ट लगाएर कति हजुर जहिले रोडमा भलक गराएको देख्ने रोड आइसक्यो गाई चट्ट लगाएर होइन। अनि त्यही हो 2 दिनको भलक गराएर चाहिँ म भलक पुरा गर्छु होइन। यो आजभोलि चाहिँ एकदम सन्चो छ, मलाई एकदम सन्चो छ। अलि मलाई भलक गराउनु मन किन लाउनु भनेपछि आजभोलि भलक पनि यस्तै गराउनु नि त। पहिला डेली गराउँथेँ, बिदा भएर आजकल बिदा डेली गराउनु नि त। किनकि त्यस्तो भ्युज नै आउनु, त्यस्तो सपोर्ट नै लाग्दैन क्या मलाई, सपोर्ट गरे जस्तो लाग्दैन। त्यही भएर चाहिँ गराउनु। अब चाहिँ बिस्तारै चट्ट लागेर गराउँछु होला। लेट्स सी के हुन्छ कस्तो हुन्छ, समयले के भन्छ, कथाले के माग्छ भन्ने कि फेरि त्यही अनुसार गर्नु पर्ला। चट्ट लगाएर धेरै मैले चट्ट लगाएर सो गाइज भन्ने बानी चाहिँ एकदम छोड्नु पर्ला जस्तो लागिरहेको छ। त्यही हो गाइज। अब चाहिँ हामी चट्ट लगाएर रोड पुगिसक्यो। हजुरहरूले चाहिँ अब कतै पुग्दा हेरौँ अब के हुन्छ, सायद कहाँ पुग्दा भेटिन्छ। अब भेटौँला। सन्देश सर आउँदै हुनुहुन्छ। अब हाम्रो बाख्रा माथिबाट गयो भने, माथि रोड गयो भने चाहिँ भेटिन्न सन्देश, अलि तलतिरबाट गयो भने सन्देश भेटिन्छ। अनि उता नैबाट बाटो रोड फाट्छ नि त, त्यही भएर हो यो 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 मलाई त नजिक आउँदा बित्तिकै भागिहाल्छन् कि, किनकि शेर हो नि त म। चट्ट लगाएर भाग्नु परेन, त्यति त नभन। मेरो त डर मान्छे हानेर मैले चाहिँ होइन। त्यही हो गाइस, गाउँतिर यस्तो त्यहाँ गहुँ पाकिसक्यो, यहाँ पाकेनन्, गहुँ पनि पाक्दैछन् बिस्तारै अब होइन। धेरै छैन अब, धेरै भन्दैन वैशाखको 1-2 अबको 2 हप्तापछि चाहिँ पाक्छन्। वैशाख 5-6 गतिबाट चाहिँ दह्रो पेलिनुपर्छ काममा, मैले थाहा पाइसकेँ गाइस, थाहा पाइसकेँ मैले काममा पेलिनुपर्छ। त्यही गाइस अब अहिले कहाँ हुन्छ हेरौँ। अब लेट्स सी कहाँ भेटिन्छ।
होइन भ्लग इन गरौँला बिस्तारै होइन के हुन्छ कस्तो हुन्छ हेरौँ भविष्य कुरा कहिले थाहा पाएर होइन।